सबैलाई अनि आज चाहिँ पुरा कलेज भरमर जान लाग्यो मम्मी र म। मम्मी हाई भन्दिनँ। हाई। मेरो सब्सक्राइबरलाई हाई छ है मेरो मम्मीको तर्फबाट। ओहो के हो म्याजिक त हाम्रै लागि आएको हो क्या। त्यही फर्काएर बस्यो यार। कस्तो कस्तो पुरा त्यो नगरेको क्या। अझै म्याजिक त के यता फर्काएको कि थाहा पायो होला नि त यो बाबुले हो क्या जिपे लिएर आएको दामी प्लस लिएर आएको भनेर। यो भगवान यो प्लस त नभन्न भाइ। के भन्ने त? यो प्लस लिएर आएको होइन। के लिएर आएको त? हो क्या त्यो म्याजिकले हामीलाई नै पुऱ्याइ रहेछ क्या। जाने चाहिँ कुन कलेज हो भन्छ? अरूमा जाने। अनि त्यताबाट नि म्याजिक चढेर जानेखेरि हुन्छ। उल्लो आयो है म्याजिक हाम्रो लागि। मम्मी र म चाहिँ यहाँ पुरा फर्म ट्याक्क रेडी बनाएर बसेको। अब यहाँ 2 बजीतिर इक्जाम छ होइन। केही भन्नु छ मम? छैन केही आउँदैन डरा। मलाई पनि डर लागिरहेको छ। मलाई त केही पनि आउँदैन। यत्रो मान्छे छ आम्मा। पुरै पब्लिक क्या। पुरै पब्लिक छ यार। पानी पऱ्यो यार। भर्खरै इक्जाम दिएर निस्केको केटा हो यार। पानी परिरहेको। अब के गर्ने होला यार। फकअप भयो त यार। मम्मी त गयो कि म भर्खरै इक्जाम दिएर निस्केको क्या। इक्जाममा त्यस्तो गाह्रो त केही थिएन केटा हो होइन। त्यही थियो क्या। के भन्छ त्यो टिक लाउनेवाला थियो। त्यो टिक लाउनेवाला मात्रै हो क्या क्वेसन पढ्ने। अनि त्यो एन्सर सिटमा टिक मात्रै लाउने त्यस्तो थियो। सजिलो थियो। लेख्नु पर्ने केही थिएन। पुरा एन्सरै आउँदैन यार। म्याथको 45वटा हो कि कतिवटा क्वेसन थियो। एउटा केही आएन क्या मलाई। टुक्का हानेर आएको क्या मैले। अब त्यतिमा हानेर मिल्यो भने मिल्यो नत्र गयो क्या। नत्र उयो छ नि यो पछाडिको यसलाई बाई गर्नुपर्छ। गाह्रै छ यार। पानी यस्तो बब्बाल परेछ यार। बब्बाल पानी पऱ्यो। त्यो बब्बाल पऱ्यो क्या। अनि बब्बाल पऱ्यो। अब के गर्ने होला यार। के न के त गर्नुपर्छ। सही पानी पऱ्यो क्या। अब म लावारिस भएर बस्यो यार। अब कहाँ जाने क्या भागेर चाहिँ कहाँ जाने? सना त छ होइन। अटो आइरहेको हुन्छ तर यो छैन क्या। रोकिरहेको छैन। यसलाई त भाइ नै हो। थाहा पाइसक्यो। अब आज बेलुका रिजल्ट आउँछ। पास हुँदिनँ म यार। पास हुन मलाई गाह्रै छ। पानी रोकिने नाम लिँदैन यार। आज घर जाला जस्तो छैन यार। कोही यसोमा पुरा के त्यो रानी बनेर पुरा छाता बोकेर ट्याक्क मलाई यसो त्यहाँसम्म लगिदिने एउटा मान्छे आयो त बब्बाल हुन्थ्यो। के भन्ने यार। गाह्रै छ। पानी परेर अति भयो केटा हो यार। अति नै भयो क्या। के म चल्दिएको यार यत्तिकै। पुरै पानी परेर पुरै भिजिसक्यो यार। मोबाइल यार कालै देख्यो होला है। आज पानी परेर केही छैन केटा हो यार। केही छैन क्या। पुरै पानी परेर म त फेरि पानी पऱ्यो नि जे पऱ्यो नि फेरि दिइहाल्छु। थोप्रै देखेँ नि यार। बल्ल हल्का हल्का थोप्रा देखेँ। कालो देखेँ एकदम कालो भएछ क्या म होइन। हेर बजारको हालत हेर यहाँ। अब बजारको मात्रै नहेर केटा हो। मेरो पनि हेर होइन। मेरो पनि यस्तै बिजोग छ क्या। बिजोग छ अहिले। अब तत्कालीन समयमा भन्नुपर्दा फेरि अब केटाहरू सबैले म्यानेजमेन्ट लियो होइन। तर मैले चाहिँ एचएम लिएँ के। अनि मलाई अलिकति प्रब्लम फेस गर्नु परिरहेको अहिले घरमा। मम्मीले भनिरह एचएम नलिक। ड्याडले पनि भनिरह एचएम नलिक। एकाउन्टेन्सी पढ होइन। त्यही दिइरहेको डज। तर मलाई फेरि एचएम नै अड्किरहेको। मलाई त्यस्तो प्रेसर लिनु छैन क्या बाहिर चिजको होइन। अनि आज अब आज घर गएर डिस्कसन हुन्छ हल्का फुल्का।
अनि त्यसपछि थाहा हुन्छ क्या अब मैले के डिसिजन लिनुपर्छ भनेर त्यतिखेर थाहा हुन्छ। अहिले त पुरै पानी परेर केटा हो यार, पुरै बजार हेर्न लायकको छैन क्या। अब अहिले पुरै भेटौँला यार, पानीले पुरै रुज्यो केटा हो यार। एउटा गाडी नै किनेर लानुपर्छ जस्तो छ यार, पुरै रुज्यो क्या। मैले गाडी किन्दै कि केटा हो होइन, फेरि प्रब्लम छ नि त। गाडी किन्यो भने फेरि गाडी चलाउन मलाई आउँदैन, अनि त्यसपछि फेरि ड्राइभर चाहिन्छ, अनि फेरि कहाँ भन्ने क्या भर्खरी ड्राइभर फेरि होइन, त्यो गाह्रो पर्छ नि त। त्यही भएर मैले नकिनेको हो क्या। अब केही छैन, आइपुग्न लागिहाल्यो होइन, अब एकैछिन टाइम लाग्छ, त्यसपछि आइहाल्छ जामलाई। अरू भन्दा नि मलाई त चढ लागिरहेको क्या, त्यहाँ बाइकको आवाज सुनाएको होला होइन, म पनि सुनाइदिन्छु बेला बेलामा, त्यस्तो गर्नु पर्दैन यार। म नि खतरा हो नि मान्छे फेरि बेला बेलामा। नेपालको बाघ कहीँ हराएन है केटा हो, नेपालको बाघ यहाँ एउटा यहाँ छ, अनि अर्को यता त्यहीँ है। नेपालको बाघ कहीँ हराएन, नेपालको बाघ हाम्रो सही सलामत सबै प्रिजर्भ गरेर राखेको के। अब तिमीहरूले अब अरू देशको मान्छेहरूले होइन बाघ अब जूमा देख्छ, जङ्गलमा देख्छ होइन, हाम्रो त यहाँ रोडमै हो क्या। नेपालमा त खतरा हो, पुरा फाल्तु हो क्या। नेपाल त यो पहिल्यैदेखि यस्तो काम गरेर आइरहेको हो क्या। त्योहरू बाटोमै भेट्छ, बाटोमा स्ट्याचु बनाएर राखिदिएको हो क्या। ड्युटी त निभाउनु पर्छ। अब पुरा बसेको तलब दिन्छ क्या, पुरा तलब दिन्छ त बुझेन, तलब दिन्छ क्या। त्यहाँ त्यसरी